आज चाहिँ हामी डाइकन कम्पनीको एसी जोड्दैछौँ हैन। यसमा चाहिँ तपाईँको एकदम टेक्निसियनलाई थाहा हुनुपर्ने कुरा भनेको चाहिँ यसलाई एसी कट दिएको हुँदैन हैन। सजिलोको लागि तपाईँहरूलाई भिडियो बनाएको हो। हामीले त्यहाँ खोलेर जस्तै आउटडोरमा चाहिँ लेखिदिएकै हुन्छ 1 मा फेज 2 मा न्युट्रल भनेर लेखिदिएको छ। अनि यहाँ पनि हामीले इन्डोरमा हेर्दा पनि 1 र 2 सेम टु सेमै हुन्छ। अनि 1 र 2 बाट हामीले यसरी फेज न्युट्रल मिलाउँछौँ। जस्तै तपाईँ हामी यो पहिला खोलिसक्छौँ। खोलिसकेर त्यहाँ हेर्नुहोस् हैन, हामीले पहेँलो तार हालेको छौँ। र तपाईँहरूलाई सजिलो लागि डाइकनको एसीलाई चाहिँ तपाईँहरू कसैले जोड्दै हुनुहुन्छ भने हैन, नेपालमै पनि टेक्निसियनहरूलाई धेरै सजिलो होस् भनेर यो भिडियो बनाएको। जस्तै 1 2 छ, 1 र 2 मा 1 मा फेज 2 मा न्युट्रल लगाउनु पर्ने हुन्छ, अथवा आउटडोरमा सिधै तार लगेर 1 मा फेज 2 मा न्युट्रल लगाउँदा पनि हुन्छ, जसो गर्दा पनि हुन्छ है। यो चाहिँ एकदम तपाईँहरूलाई सजिलो होस् भनेर डाइकन कम्पनीको एसी हो यो चाहिँ हैन। टेक्निसियनहरूलाई कति कुरा नलेजहरू थाहा हुनु नि त हैन, नयाँ नयाँ आएको कतिको थाहा हुन्न। अनि तपाईँको रिमोटमा डिस्प्ले आउँदैन, कहिलेकाहीँ डिस्प्ले अन हुन्छ, डिस्प्ले आउँदैन भने पछाडि चाहिँ तपाईँको हामीले अन गर्ने, अन गरिसके पछाडि हामीले टेम्परेचर घटायौँ, अलिकति घटाइसके पछाडि हामी 16 मा राख्दैछौँ। 16 मा राखिसके पछाडि 16 हैन 18 आउँदो रहेछ। त्यसपछि डिस्प्लेको त्यहाँ एउटा बिचमा बटम छ, त्यो बिचको बटमलाई चाहिँ हामीले 15 सेकेन्ड 5 सेकेन्ड थिच्नुभयो भने अनि मात्रै डाइकन कम्पनीको एसीको तपाईको चाहिँ उयो खुल्छ, अगाडिको डिस्प्ले खुल्छ है। त नत्र फेरि एसी बिग्रियो भनेर नसम्झोस्। मेरो बुढी अम्लाले थिचिरहेछ नि, यहाँ डिस्प्ले भनेर छ नि, त्यो डिस्प्लेमा चाहिँ तपाईँले 5 सेकेन्डदेखि 10 सेकेन्ड थिच्नुभयो भने अनि मात्रै डिस्प्ले देखाउँछ है। त्यहाँ